धेरै खतरनाक पानीपुरी पिरो भएर खान सकिरहेको छैन खतरनाक यति पिरो छ नि वेलकम टु माई युट्युब च्यानल है। आज चाहिँ नयाँ वर्षको सबैलाई शुभकामना। हामी चाहिँ फ्रेस सामानहरू लिएर अब हामी पिकनिक खान जान लागेको झरनामा। अब बाटो पनि धेरै लामो छ, आधी घन्टा भन्दा पनि बेसी लाग्छ। ढुङ्गै ढुङ्गा छ। के हो कहिले मलाई मिठो लाग्दैन बाघ। ल हामी अब एकैचोटि उही पुगेपछि देखाउँदैछु होइन। ल हामी चाहिँ फाइनली आइसक्यौँ। अब एक सामानहरू निकाल्दैछौँ डाङडुङ पारेर। झर्ना पनि ठुलै छ, यी सानो झर्ना झरिरहेको छ, दह पनि छैन। पहिलाको भन्दा झन् गाह्रो बनाइसकेको छ, भिर बनाएको छ यहाँनिर। पहिला हामी खाने ठाउँ यही हो, जहिले नयाँ वर्षमा आउने ठाउँ यही हो। ए सामानहरू त कति हो कति छ्या गएछ त त्यो त। हेर्न सक्नुहुन्छ यहाँनिर। मैले ल्याएको सब्जेक्ट छ, तैँले त भाडामा हालिदिस् नि त। अब हामी चाहिँ केटोले बनाएछ खाना। यस्तो छ केटाहरू। अब चाउचाउ खान थाल्यो, खाजा खान थाल्यो कि। अब 11, 10, 8, 9, 10 बजिसक्यो होला। टक्कै चाउचाउ यहाँ छ, सबजना तयारी अवस्थामा। हामी पनि अब खाने हो टक्का लगाएर। सबभन्दा अगाडि चाहिँ यो हाल्नु भिडियो गरिरह हो गाइस। छोड्न मेरो भिडियोमा मै नहुने हो क्या। फर्स्ट बाइट हान्नु पऱ्यो। फर्स्ट बाइट हान्छु ल भन्न। खान्छु ल, खाए ल खाए। आज मरिने भयो यार, खाली पेटमा यस्तो पिरो मर्छ। बाफ्रे अनि एक गिलास खाने कि हाल्यो नि थुप्रो। आमामामा हेर्न सक्नुहुन्छ यहाँनिर मैले सबको हालेँ। बस्ने ठाउँ चाहिँ भएन कि बसेर। हेर्न सक्नुहुन्छ है यस्तो छ। ओहो खाना सकिएला र एक गाँस खाइहेरौँ न त। खाइसक्यो। पिरो अमिलो दुइटै हुँदो रहेछ है। तपाईँलाई धेरै देखाउनु हुँदैन, मेरो पेट दुख्छ। अब अरू बनाउने बेलामा यसो हेर्दै गर्नु होला। अब हामीले चाहिँ अघि खाजा खाएर अब पानीपुरीको लागि यहाँ केटोले तयार गर्दैछ। यो के अरे प्याज मारी काटिरहेछ। त्यहाँनिर चाहिँ आलु बसालेको छ। 2 भान बनाउनु पर्ने भयो, धेरै आलु भएर। पानीपुरी पनि टन्नै छ नि त, त्यसैले। अनि पानीपुरी बनाइसकेपछि टक्क लाएर अनि यहाँनिर ओइ कुखुरा खोइ ए यहाँनिर कुखुरा छ। 4 जनालाई मजाले टिपिहाल्छ।
लसुन सेलाउँदैछन् यतातिर। यसपालि चाहिँ अलिक मजै आउने भयो। टक्क लगाएर मजा आइहाल्छ खाना पाएपछि मजा आइहाल्छ नि त्यो त हो। अनि हामीले टक्क झर्ना पनि दुई साइडबाट झरेको थियो, गएर एक साइडबाट बनायौँ। खाल पनि झर्नाले मारिदिइरहेको छ उठाउ। हामीले त केही कामै गर्नु पर्दैन कि सब झर्नाले गरिदिन्छ। गदाले गर्दा एउटा गदा यहाँ छ यसैले गरिदिन्छ जे पनि। अरू कुरो त्यस्तै हो। कुखुरा चाहिँ म काट्छु केटा है। त्यसो पनि काट भइहाल्छ भुत्ल्याउन चाहिँ तँ भुत्ल्या काटेन त्यति भुट्लाउनु पर्ने सबैले भुत्ल्याउने हो। मलाई त्यति साह्रो भुटाउनु आउँदैन। सिरियस छु कि यो कुरामा एउटा यहाँ छ है साला 12 क्लासमा फेल भएर साला फर्म भर्न बिर्सेछ। अनि त्यसपछि अहिले मलाई के अरे रमाइलो गर्न आएको मान्छे साला पढेर बसिरहेको छ कुना बजेर। दुईवटा विषय लागेको छ बिचरालाई, एकाउन्ट र इङ्ग्लिस रटिया छ। हामीले चाहिँ टक्क पानीपुरीको लागि अचार पनि बनाइसक्यो। चाखेको त्यति साह्रो मिठो त बनाएन थियो केटोले, त्यही पनि ठिकै छ। नयाँ वर्षमा नयाँ चिज खान पाइन्छ, नयाँ चिज चाख्न पाइन्छ होइन, नयाँ स्वाद। पानीपुरी चाहिँ छैन उ गरेको, अझै पनि सिँगै उस फ्राई गर्न बाँकी नै छ, फुलाउन बाँकी छ। आलु अझै पनि एक भान बाँकी नै छ है। अब त्यो उ गरिसकेपछि त्यसमा अब कुखुराको लागि पानी बसालेर अनि कसैले कुखुरा खेलाउँदै गर्ने, कसैले पानीपुरी खुवाउँदै गर्ने गर्नुपर्छ। अब धेरै समय धेरै गइसक्यो नि त अब। अनि त्यस कारणले गर्दाखेरि बेग पनि खै के भएको बद्दै होइन, 70% देखाउँछ चार्ज। 2 मिनटको गीत बज्ने बित्तिकै लो ब्याट्री भनिदिइहाल्छ। छाप्रो साप्रो बनाएको छ हामीले टक्क। सधैँ आउने ठाउँ यही हो, के गर्नु, यहाँभन्दा धेरै जान सक्दैन। यति पनि आइन्छ वर्षमा 4-5 चोटि कहिलेकाहीँ नुहाउनलाई, उल्टे गर्नलाई। कोही यहाँ यसरी बसेर चाहिँ काम नगरेर काम चोर साला। पानीपुरी अब त्यो होइन, पहिला यो पाक्यो, यो पाकेपछि तातो पानी तताएर अनि कुखुरा हानिदिनुपर्छ हो के? यो फुलाउने प्लास्टिकमा हाल्ने। यहाँ सुन्न, तातो पानी तताउने होइन, कुखुरा काटेर कसैले भुत्याउँदै गर्ने, कसैले पानीपुरी तार्दै गर्ने के हुँदैन भयो। पानीपुरी के हुन्छ, पहिला पानीपुरी तताउने होइन त, अनि त्यसपछि त्यो खाँदै गर्दाखेरि त्यो पानी तातिन्छ अनि भुत्लाउने अनि जाने। मैले भनेको त्यो चिल्लै त्यो तेलको तेलमै त्यो तेल नझिकिनै मासु पनि बनाइहाल्ने भने के ठिकै छ त, के भन्नु। तयार भइसक्यो। ल खाँदै गरौँला, गर्दै गरौँला। कुखुरा चाहिँ मर्न लाग्यो अरे, आँखा चिम्रो भइसक्यो। त्यो आलु तेरै आलुमा टाँसिदिन्छु नि फेरि। खाइदिने हो यसरी खाने कि नभए होइन, ग्रेभी भइहाल्छ नि। ग्रेभी बनाइदिने, मासुमै ग्रेभी बनाइ। ग्रेभीकै पछाडि कुदिरहेको छ कि किन के अनि हड्डी चाहिँ फालिदिने, टाउकोहरू यताउता यो खुट्टाहरू चाहिँ ग्रेभी बनाउनु पर्दैन, हड्डीहरू। त्यसो भए तँ रोस्ट खाएर जा होइन, सेको खाएर जा, हामी चाहिँ यहाँ आउँछौँ पछि। ग्रेभी चाहिन्छ के भुजाको लागि त, ग्रेभीको लागि त भुजा लिएर आएको। अनि के त्यो के
त्यसको दिमाग ह्याङ भइसक्यो कि हाम्रो अस्तिदेखि दिमाग ह्याङ भइरहेको छ त्यसको आज भइरहेको छ कि अब हामी चाहिँ यहाँनिर टक्क लगाएर है पानीपुरी फुलाउनु लागेको तेल पनि मस्त तात्नु लागिसक्यो अन भयो बुफार त बजाउने हो गीत गीत बजाउँछस् कि त्यो अफ गरिदियो हाम्रो यहाँ पानीपुरी बन्न तयार भइरहेछ यो चाहिँ पानीपुरी सो गाइज हेलो गाइज म चाहिँ यो पानीपुरीको लागि लसुन पिस्दैछ पिस्दैछु हाम्रो आलु त्यहाँ रेडी हुन थालिसक्यो लगभग आगो पनि नबलेर तनाव हुँदै हाम्रो रहेछ चाहिँ आलु होइन फेरि बारीको आलु फेरि अर्को सजिला यो पिस्दा बढी मजा आइरहेछ गाइज फेरि भन्न यो चाहिँ हाम्रो लेसन ल गाइज लसुनको पालो सक्यो अब खोर्सानीको पालो आएछ गाइज खोर्सानी काट्न थालिरहेको छ अब यो अचारको लागि खोर्सानी काट्न थालेछ गाइज त्यसलाई छोरी सबै बाहिर झरिसक्यो थाहा छैन ढुङ्गा भएर अप्ठ्यारो भएर गाइज घरमा हावै त राम्ररी काट्थ्यो होला गाई चेलले यसको अनुहार हेर्नु न गाई साला घामले कालो कालो भइसक्यो गाई भयो हेर्नुहोस् गाई हाम्रो कुखुरा सिरियसली एकदम सिरियसली भइरहेछ यहाँ आखिरी उम्मिद सर डिग्री पास गरेर आउनु भएको छ हेर्नुहोस् गाइज भर्खर आउनु हुँदैछ हाम्रो यहाँ पानीपुरी बन्न तयार भइरहेछ यो चाहिँ पानीपुरी यो तेल तात्दैछ एकछिन अब हामी पानीपुरी बनाउँछौँ हेर्दै गर्नु होला हाम्रो नमुना कार्यक्रम ब्याट्री चाहिँ देखाउँछ होइन 70% 70% देखाउँछ कि ब्याट्री चाहिँ तँ यहाँबाट भिडियो गर अनि त्यो बजाइदियो भिडियो मेरैबाट गर म पठाइदिइहाल्छु अलि नजिक नलाइ फेरि कट्यो भने फेरि हेर्न त्यहाँ तेलहरूको रियाक्सन भइरहेछ कि यो चाहिँ 2-3 थरीको तेल भएर होला अलि कस्तो कस्तो भइरहेछ छिटो गर छिटो लगभग यहाँ तेल 10% छ यार मजा तेल पाकिसक्यो अब यो पानीपुरी हाल्छौँ हाम्रो यहाँ हुनुहुन्छ जनक ल अलिक उता जान हाम्रो पहिलो पानीपुरी फुल्यो तर दोस्रो चाहिँ फुल्यो एउटा चाहिँ फुलेन दिदी भयो भयो निकाल निकाल झराम झुरुम हुन्छ फेरि झरा झुरु च्यातिन्छ भने यसरी तेल निकाल्न थालिस् भने त भाइ पुग्दैन त झाँझर चाहिएको थियो कि झाँझर तेरो गएको झाँझर तातो 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 हो यसरी फुलाउने के अरू चाहिँ त्यहाँनिर के भने भन्
हामीलाई कहाँ देखाएको छैन त्यो मात्र अब चाहिँ हामी चट्ट अब पानीपुरीको उसमा आइसक्यौँ होइन टक्कै यस्तो दामी भएको छ नि पानीपुरीको झोल भन्नै पर्छ सारा घुमेको छ यो के भन्छ समुद्रमा के आउँछ नि सुनामी त्योभन्दा बेसी त्यहाँनिर चाहिँ अचार छ यहाँनिर पुरै भरि छ जति नि पल पनि पार अर्को फर्किला हाल छैन भने चाहियो सात फेर गर्न भरि हाल्न फर्स्ट बाइट ल मैले लिएँ देखा नि म पनि सेकेन्ड बाइट हान्छु ल हाल 50वटा जति हाल्न अहिलेको लागि ठिकै छ बबाल के हुनु ठिकै छ हाल्न अमिले थप्न मलाई हाल्दैन त एउटा हाल्दैन यति हो यतिको लागि तैँले यत्रो झगडा गरेको थिइस् तैँले स्वादिलो त छैन त्यही पनि खाने अमित अलिक पुगे खाने धेरै खतरनाक पानीपुरी पिरो भएर खान सकिरहेको छैन खतरनाक यति पिरो छ नि पानीपुरी खाइयो अब यसको पालो सबै कुरा खाएपछि अब हाम्रो पालो छ कुखुरा खाने कुखुरा अब काट्दैछ हाम्रो मिस्टर जनक छेत्रीले यो युट्युब च्यानलको नाम हो सब्सक्राइब गर्नु होला त्यहाँबाट मेरो नाम सर्च गरी मेरो नाम सर्च गर्नु सब्सक्राइब गर्नु होला कुखुरा भइसक्यो अब कटिङ आमामा कप्यो हाम्रो नयाँ वर्षको दशक र सब कटाइदियो यसले त्यो टाउको फाल्ने कसरी खाँदैन मैले खाँदैन ओइ टाउको नाम देखादैन तैँले टाउको नाम देखादैन कसरी देखादैन कुन चाहिँ खाँदैन भयो
बस भाइ तेरो खुट्टा काबेन खुट्टा काबेर एकचोटि एउटा खाने त हुन्छ यो चाहिँ सेकुवाको लागि है उता लाएर उता पनि न खा अनि पानीपुरी मसाला के लिएर आएको जग्गा यति हो जम्मा उता गरम मसाला ल्याए सबै नाम तरकारीलाई त होला त मुला बेकार हाली बेकार ऊ बेकार निङ्गो चाहिँ कहाँ निङ्गो यो त सानोवटा पोका छ बेकार मर्ला चाहिँ गाँच्छ छाल्ला भन्नु नयाँ वर्षमा नयाँ तरिकाले मर्ला ऊ त्यहाँ छालवाला आएन केला भन्छु भयो पर्खिन मेरो अहिले यहाँ भिडियो बनिरहेको छ युट्युबमा राम्रो भाइरल भयो चलाएर मिसिनहरूलाई है एकदम मेरो हात मात्र बस्छ बन्द हुन्छ होला राख्नु कहाँ राख्छ बाहिर पानी पिचिक निकाल्नुपर्ने मात्रै भित्रमा जान्छ बाहिर मात्रै मिठो है कति कोइला भयो होला हाल्दा पनि भित्र मान्छे पोली गएर दाउरा हाले अनि पुरो टक्क मिलाएर कस्तो माल केटी मनिष भाइ एकछिन यहाँ आइज त कोही आइज म त्यहाँ केलाउँछु अब चाहिँ हाम्रो लास्ट खाना भनेको चाहिँ अब सेकुवा र मासुलाई ग्रेभी हो होइन सेकुवा चाहिँ यहाँ बन्दैछ दामी पाराले यहाँ अब ग्रेभी बन्छ मसला यहाँ रेडी हुँदैछ कि अनि त्यसको लागि चाहिँ यहाँनिर चाहिँ तपाईँको प्याज त्यसपछि मासु एउटा पढ्दा चाहिँ के रमाइलो गर्न अघि पढ्न आयो भने थाहा छैन कि रमाइलो गर्न अघि पढ्न आयो भने थाहा छैन कि चट्ट लाएर अब भर्खर 2:30 भइरहेछ सब थोक रेडी हुँदैछ चट्ट लाएर यो चाहिँ मेरो भान्सा हो कि अनि मेरो भान्सा देखाउनु पर्दैन अडिँदैन नि त एक साइड मात्रै डढ्छु भनेर बसिरहेको यार हामीले चाहिँ सबै थोक खाएर होइन घर हिँडिरहेछौँ अब सबै थोक त होइन ग्रेभी मासुको मासु चाहिँ खान सकिएन मात्र सेकुवा मात्रै खाइयो है लास्ट चाहिँ पेट गुस्सै भयो क्या अनि
खाना सकिएन अब घरै लगेर खाने भनेर हिँड्यौँ सबैजना। सबजना हिँड्दा चाहिँ जब 2 किलो कुखुरा लिएर गएको त्यही पनि सकिएन भनेको झन् यस्तो पनि हुँदो रहेछ। अरूले नै पेट भरेर अनि खान सकिएन। आजको न्यु इयर चाहिँ धेरै रमाइलो लाग्यो यसपालिको चाहिँ। हजुरहरू पनि रमाइलो गर्नु होला, मेरो भिडियो पनि हेरेर रमाइलो गर्नु होला है। हस्, धन्यवाद, बाई बाई।